गाइस हामी चाहिँ एकदम अब घुम्न हिँडेको अब कहाँ कि हामी अब हामी देखाउने नै छौँ हजुरहरूलाई। अङ्कलको छेउमा बस्नु अब हामी हिँडेको अवस्था है गाइस। बोल्नु भएन तपाईँको पाला हामी हिँडेको हिँडेकै छौँ है गाइस। हामी त एकदम क्या राष्ट्रपति सिटीमा चढेर हिँडेकै छौँ हामी त। कुन खुट्टे भनेको 3 चौके हामी कहाँ हिँडेको कोलता होइन कोलता हिँडेको। हामी चाहिँ जाँदैछौँ गाइस। हेलो हेलो Hello guys, welcome to my new channel. Morning Samson. Lagi जाँदैछु। हामी घन्टा लाग्छ दिनभरि कहाँ 2000 अब चाहिँ पिच रोटाइसक्यो। कमाउँदैन क्या 1000 पनि कुनै एन्जोय गफ गर्दै हुन्छ। आउँछ के भन्नुपर्छ कुन होइन हेर्नु ड्रागनको खेती गरेको कति राम्रो। रोड गरे गाइसहरु बोल्दाको गाइस के भन्छ सक्यो
कस्तो दामी ठाउँ रहेछ यहाँ त चिया बगान त हरियो छ यहाँ के छ यहाँ प्यारको हो यहाँ पोखरी हो पोखरी चाहिँ हो विराट पोखरी माछा टन्नै होला त्यहाँ कतिर हो हेलो हेलो कति राम्री हो ठाउँ पनि ल फुल राम्रो रहेछ ल आमामामामा अलिकति टल्के जस्तो ल राम्रो छ लु आमामामा आज घुम्नु आएको यस्तै ठाउँमा हो तपाईँले ल्याएको आमामामा ल कस्तो राम्रो ठाउँमा लान्छु भनेर ल ल हेर्नु त ल ल ल ल हेर्नु न आमामामा राम्रो ठाउँ भनेर हेरौँ न ल ल ल ल ल ल यसिका ल हाम्रो बुनु चाहिँ हेर्नु न लड्नु खोज्दै हिँड्दैछ हो गाइज ल ल आमामा मकै हेर्नु गाइज अहिले नै खाने बेला भएको छ हो हरियो मकै आमामामा ल चिया बगान रहेछ यहाँ अलिकति चामलिङ चौकभन्दा मासतिर चिया बगान अलिकति रहेछ
बोल्दा बजार चाहिँ कहाँ बोल्छ छोड्यो ए त्यही हो बोल्दा छु बोल्दा छु नजिकैदेखि उकालो लाग्यो हाम्रो यस्तै त है सैनिक बजार भनेको यही हो हामी चाहिँ सैनिक मोड आइपुग्ने गाइस ल गाइजहरू हामी चाहिँ सैनिक मोडमा अब खाजा खान छिटौँ ल ल ल अब कहाँ गर्नु नानीहरू ल अब खाजा खाने होइन अब हामी सबैजना खाजा खाने हो क्या त्यही भएर सोधेको हो आफैले नखाने भन्नुहुन्छ अनि के भन्नु त मागिन पनि चिसो बोतलको ल्याउनु र एउटा तपाईँलाई सैनिक मोडको मोमो ल गाइजहरू मोमो खाँदै हुनुहुन्छ है ल गाइज हामी चाहिँ अहिले गरामुनि आइपुग्यौँ है ल अब हामी चाहिँ हिँड्दै हिँड्दै अझै पनि घुमिरहेका छौँ अब यसपालि त नयाँ साल त बब्बाल लाग्यो त हो ल के बब्बाल लाग्यो यार
यो चाहिँ गरामुनिको बजार है गाइस। हेर्नु न बजार लाग्दैछ भर्खरै सुरु भइरहेछ बजार लाग्नु सुरु हुँदैछ। म चाहिँ भिडियो मात्रै हान्ने हो के हाल्नु त आज त हामी त लास्टै गाडी पो चेन्ज भइरहेछ गाइस। आज हामी कतिखेर अर्कै ठाउँ गयौँ त हामी। ल छोड्दै छोड्दै अब आज त गाइस धेरै उता लगेछ। यता हो क्या उयो तलतिर निस्किन्छ क्या यो चिया बगान उता उडेको भयो त्यसलाई थाहा रहेन। अहिले मैले साइकलमा जान्छु म। गफौँ ल गाइजहरू अब भरे एकछिनमा अब साइकलमा पनि जाने हो घुम्न। आज चाहिँ लास्टै घुम्यो हामी। ल गाइस हामी त ओर्ल्यौँ त। ल स्कुल डाँडा आइपुग्यो घुमेर गाइस। हामी घुमेर आइसक्यौँ। हामी हिँडेकै आइसक्यौँ घुमेर हिँडेकै भयौँ हो आज त गाइसहरू। ल हामी त घर आइपुग्यौँ। ल अब घुमेर घर आएर बसेको अवस्था भन्नुपर्छ है। अब आजलाई यति नै हो। अब बाँकी नेक्स्ट टाइम हाल्ने नै छौँ। यस्तै छ ल हामी यस्तै नै हो नि अब।